एभ्रिवान, आज चाहिँ म र मेरो साथी चाहिँ स्पेसली कसलाई भेट्न जाँदैछ भन्ने कुरा चाहिँ अहिले भिडियोमा देखाउँछ है। अनि साथीहरू, आज चाहिँ यो दुबई महलमा यति धेरै सेतो लुगा लगाउने र कालो लुगा लगाउने मान्छे थिए। कुनै स्पेसल डे थियो कि खै किन हो? दुबई महलमा कसलाई भेट्न आएको छु भन्ने साथीहरू अहिले देखाउँछ है। मैले कसलाई चाहिँ भेट्न आएको हो भनेर आएको 2 वर्षमा। अनि मेरो साथी पनि दुबई महल नघुमेको भएर मैले घुमाउँदैछु। ल, मेरो साथी फुइ फुइ हिँडिरहेछ एक्साइटेड भएर। 2 दिन होला। राम्रो राम्रो ब्याग त्यो हामीले छुन पनि सक्दैन। यो चाहिँ के हो? मैले चाहिँ कसलाई भेट्छु भनेर होइन देखाउँछु भनेको थिएँ। उहाँहरू नै हो होइन, आएको 2 वर्षपछि बल्ल भेटाएको। अब त मेरो मम्मीको दिल पनि खुस हुन्छ होला आफन्तलाई भेटेन भनेर। उहाँ चाहिँ दिदीको साथीहरू, अनि उहाँ चाहिँ मेरो साथी, अनि उहाँले चाहिँ केटाहरू हेर्दै हिँड्नु भएको आँखा सेकाउँदै भेट्न। कस्तो राम्रो हो कि यो बङ्गलाहरू, किन यति राम्रो भएको? यसको दारी हेर कति सेक्सी। अहिले चाहिँ हामी बुर्ज खलिफामा के हेर्न आएको रे? ओए तल लाइटिङ, फाउन्टेन, वाटर डान्सिङ। उहाँको इच्छा चाहिँ कस्तो थियो भने रातभरि यहाँ तल आएर हेर्ने, रातभरि हेर्न नपाए पनि। अब अहिले चाहिँ सुरु भएको छैन, तर एकछिनमा चाहिँ सुरु हुन्छ। यो चाहिँ सबैभन्दा पनि अग्लो बिल्डिङ हो है साथीहरू। मेरो दिदीहरू त फोटो भिडियोमै भुले जस्तो छन्। अब चाहिँ म र मेरो साथी चाहिँ छिटो रुम भाग्यौँ, किनभने 12 बजी चाहिँ मेटो बन्द हुन्छ नि त। अनि फेरि मर्निङमा पनि ड्युटी थियो, अनि हामी 2जना चाहिँ छिटो मेटोमा फर्किनको लागि दिदीहरूलाई छोडेर आयौँ।